यो चाहिँ हाम्रो तीजको दर होइन, यो चाहिँ तिहारको दर हो। तिहारको दर हो, लक्ष्मी पूजा गर्दाखेरिको ट्याक्कको। सबैलाई भाइहरूलाई पुज्छ, माला पुज्छ, सबैलाई पूजा हो नि त, बाँकी कसैले नछोड। बत्ती बाल्ने लाइटर खै के बत्ती हो? ए म सुन लाइटर ल्याउनु। मम्मी बस्ने होला नि दिदीहरूको लागि। अलि सुक्खा सुक्खा भयो। सुकेको होला। ल बत्ती बालेर दाजुभाइलाई नि पुज्ने होला नि। मन देख्छ शत्रु जाति ल मेरो दाजुभाइका शत्रु जति भयो हो त मैले ल गिफ्टी राख्ने भन्नुहुन्थ्यो गर। ल ल सबै शत्रु जाति महासिंह रोग जाति शान्ति भओस्। ल लाग्नु पुग्छ जस्तो छ। शत्रुहरूले तलतिर उछिट्याउनु पर्यो नि। एउटा ल्यायो कि एउटा शत्रु भाइ जस्तो छ कि ल फुटाल पटक्क पार एउटा बस यो अन्त लाइन ल केटी गर्दैन है। नयाँ मोबाइल भएर कि दिदी के भन्छ त्यो पुरानो हुँदाखेरि यो खार्ला खुर्लुक आवाज आउँछ थाकेर हो कि त सुस्साको हो ती सिन्कापट्टि आएर गुन्द्रा हुन्छ अब यहाँ गुन्द्रा राख्ने अहिले एउटा एउटा लाइटर चाहियो कि यो बत्ती बाल्न त हो त्यहाँ बत्ती छ हो त्यो एउटा बत्ती बालेर त्यहाँ त्यसैबाट सल्काएन हुन्छ त्यो त्यसै टाइम लाग्छ कि तेलका भएपछि अलिक बल्ब बेसी तलमा राखेर गर्ने सबै गरेर शान्ति भएन। अलि सानो बनाउनु शान्त लाइटरको पावर ल ल मामा ल झिलिमिली बत्ती अर्कोमा ध्यान सूर्य पहिला एउटै बालेर रिगाएर बल्ल अर्को बाल्ने यसो चाहिँ धेरै हुन्छ। एउटैबाट बाल त छोरी साडी साडी खेल्दा घरमै साडी अलि गएर भागहरू हामीले यसो झापझिप पार हालमाल मिल्छ नि मिल्छ मिल्छ बिन्दा त नभए लाइटरले होइन कि झ्यापझ्यापपट्टि झ्यापझ्याप गर न अगाडिपट्टिको त टुप्पो स्याप्प बनाउने त्यसपछि लाने टक्कै त बहिनीको छ के छ होइन बहिनीको एकपल्ट खिचिदिन्छु ए बत्तीले पोलेर बाबा बसायो त्यसले रुमाल छ के भाइलाई गाली गरेर कपाल काट मारेर ठिक छ कि पछि लाएपछि अझै गाली गरे खै नानीलाई लगाइदियो न यसलाई आधामा धपाउने भयो कि दिदी होइन बल्ल यो मैले सुरु गरेको त म फेरि त्यो अरू बेला चाहिँ टिकट खान्छु कि बस्यो भयो नि म नानी सजिलो दिदी उहाँ बस्नुभयो यहाँ बस्यो भइहाल्यो नि त्यहाँ पुगेछ नभए त्यसलाई घाममा अझै कुना चाहिँ छर्नुहोस् है तिमीलाई घाम भयो कि टाल लार सकियो होला कि त्यहाँ पनि
एउटा गम्छा ल्याउनु नि। सञ्चारमा ठिकै हुनुहुन्छ अयो त्यो यहाँ हात दुख्नेलाई गन्छ खै मम्मीको पछाडि